तपाईको फाइटर्स नानीहरुले चाहिँ प्लिज सबैलाई फुल घी लगाएर चाहिँ रेडी बनाइदिनु होला प्राइज अल आज नानीहरुको लागि चाहिँ प्राइज छ सो प्लिज प्राइज रिसिभ गर्नका लागि चाहिँ फुल घीमा चाहिँ रेडी बनाइदिनु होला भने थर्ड प्लेसका लागि रुपेश भर्सेस शिशिरको फाइट समझ भइसकेको छ सो शिशिर एक क्लच को दुईटा व्हाइट कर्नर रुपेश फ्रम रेड कर्नर यो नयाँ क्लच यो मारानी भाइ यो युलिसा विनर हैन च्याम्पियन रमेला इलियन थ्यांक यू दुईजनालाई जल्दी जित्ने पनि हुन्छ केटा दुईको क्लच गरे अब यसको लगत्तै च्याम्पियनको लागि गेट रेडी मिलन हैन एन्ड मिलन त्यस्तो हुन्न सबको हुनु सक्छ हुनु सक्छ एउटाले चुटे खाएर के भयो यहाँनिर त्यस्तो हुँदैन यहाँनिर परेको बाहिर निस्किनु सकिन्छ त्यो त सकिन्छ त नि बाहिर त यहाँ भनेकै भित्र यो नम्बर हैन हैन यो 22 वाला हो यो 22 वाला स्टार्टिङ गइरहेछ एउटा यो लास्ट Rupesh versus Shishir fight 3 minutes fight for third position आजको लागि उहाँहरूको चाहिँ फोर्थ फाइट गर्न गएको छ स्टिल फोर्थ फाइटमा पनि फुल्ली एनर्जेटिक एन्ड फुल्ली चाहिँ उहाँहरू एग्रेसिभ मोडमा प्ले गर्दैछन् तीनवटा फाइट पश्चात एन्ड फोर्थ फाइट थर्ड प्लेसका लागि त्यसको उयो छिट्यो उयोले सानोले के तर्किँदै थियो त ढाडमा के लेख्यो हैन ढाडमा कुले पञ्चले हाल्नु रिएक्सन अनि च्याम्पियन अझै दिनु हो भने अर्को अपर्च्युनिटी खोज्दैछ राम्रो स्ट्राइकिङ रुपेशबाट त्यो खुट्टा इन्जुरी हो उयो गर्दा हुन्छ मुर्दुङ जस्तो खेल्नु Continue low kick प्रहार गर्दैछन् मिलन रुपेश पञ्चिङमा डिफेन्ड नेक्स्ट फाइटका लागि निरज तामाङ फ्रम रेड कर्नर एन्ड शिशिर फ्रम व्हाइट कर्नर गेट रेडी निरज एन्ड शिशिर तीस सेकेन्ड बाँकी मोटामोटी हामी त्यसो थाहा भइसक्यो
सुर्दासहरूको मात्रै ड्र यस्तो पनि ड्र गरेर हुन्छ त्यो क्वालिटी हुँदैन यो भएन च्याम्पियन उठाउने च्याम्पियन उठाउने From the referee's final decision, the winner is Milan Lama from red corner. Congratulations, Milan. Final ma प्रवेश गर्न सफल भएको छ।